अब हाम्रो चाहिँ यात्रा सुरु हुँदैछ टक्क छ पाण्डु बजारबाट सर्लक्क लाएर त्यता हाम्रो प्रवेश सर हुनुहुन्छ प्रवेश र म चाहिँ हामी बस कुरेर बसेको भनेर ताप्लेजुङ जान लागेको अब हामी चाहिँ गाडीलाई कुरेको पुरै छौँ अहिलेसम्म आइपुगेको छैन अहिले घडीमा ट्याक्क 1:36 भइसकेको छ दिउँसोको फाइनली हाम्रो ताप्लेजुङ गाडी आइसकेको छ यहाँ हाम्रो डक्टर ट्राभलमा यस्तो मजाले चिजहरू यता हाम्रो नेक्स्ट टाइगर यता हाम्रो रोड नबुद्धको अगाडि दिएको त्यस्तो भन्नु हुँदैन हामी चाहिँ अहिले सिन्धुलीको बाटो उक्लिँदैछौँ गाइस अब हाम्रो चाहिँ खाना खाने टाइम आयो अब हामी चाहिँ खाना झर्दैछौँ खच्चा खच्चा गर्छ त गाडी हामी टक्क होटल ग्रिन हाउसमा खाना खान लागिरहेको छौँ अब टक्कै रहेछ हाम्रो गाडी प्रवेश सर के छ एकछिन भयो ल ठिक छ टक्क खाना खानलाई खाना खोजाएको छौँ के छ सर कस्तो भयो आज यात्रा एकदम दुःख लागिरहेको मलाई किन मेरो एउटा स्पेसल चिज हरायो ल एकदम भन्दै के हरायो त्यस्तो हाम्रो कुपन हेरौँ न यहाँ चाहिँ कुपन सिस्टम यस्तो हुँदो रहेछ माछा खाना यस्तो हुँदो रहेछ हाम्रो टक्क खाना यस्तो आज प्रवेश पुरै झ्याम्की झ्याम हाल्दै हुन्छ
यता चाहिँ सब पेडा भन्नु सबै हामी चाहिँ पेडा खानु बसेको छ यता हाम्रो प्रोफेसर हुन्छ चिहादै हुन्छ यता छ हाम्रो गाडी अहिले टक्क राँकी आइपुगेका छौँ खाना हामी तलै खान्छौँ होइन त अड्डा राँकी बजार ठिक हुन्छ पुरै कुहिरो लागेको छ हामी चाहिँ अहिले फिदिम बजार आइपुगेका छौँ फिदिम बजार आइपुग्यो ल गाइस हामी चाहिँ धेरै सङ्घर्ष गरिसके पछाडि अहिले तपाईँ चाहिँ बस पार्कमा आइपुगेनौँ ल के छ ब्रदर के भन्न चाहन्छ हामी भाइ ल भन्नुहोस् के भन्न चाहनुहुन्छ है त कसो जाने हामी भन्नु त केटाहरूकै ग्याङमा बस्नु पाएको थियो होइन केटाहरूकै ग्याङमा आएको थियो अब यहाँबाट चाहिँ फेरि अर्को गाडीमा जाँदो रहेछ माथिसम्म हाम्रो सङ्घर्ष चाहिँ यस्तो छ गाडीमा पुरै अब हक्क लाएर यस्तो ठुलोबाट सानोमा यस्तो झऱ्यो अब यस्तो छ बाटो हामी चाहिँ अहिले तल्लो फेरि आइपुग्यौँ बल्ल बल्ल बसको यात्रा गरेर प्रोफेसर के छ ठिक छ बसको यात्रा गरेर हामी बल्ल बल्ल तल्लो अत्तो पत्तो छैन त्यताबाट पुरै कुहिरो लागेको डेन्जर कुहिरो लागेको ल गाइस हाम्रो यात्रा सुरु भएको छ टक्क लाएर ल प्रोफेसर के छ कस्तो हुँदैछ अनुभव
ल यता मेरो नि हान्दा अहिले टाउको दुखे जस्तो फिलिङ भइरह चिसो होला टक्क लाएर टोपी लाएर टोपी पनि नयाँ हामी यहीँ आएर गरौँ नि हामीसँग एउटा गाडी आएछ एउटा हाम्रो यो बहिनीले पुरै स्वागतको लागि बढाउँदै हुनुहुन्छ धन्यवाद अब भ्लगमा आउँछ है यहाँ लालिबास देखा लालिबास कता हो माथि हो सक्यो हौ लाग्यो ल है भन राम्रोसँग हामी कक्षसँग आउँदै पाथिभरि माता पाथिभरा माता कि जय पाथिभरा माता कि जय ल भ्यू खतरा देखिरहेको छ यहाँबाट होइन हानान भएको त तलै हो नि यही हो र फर्किँदा पूजा गरेर गर्ने हो नि त दान गरेर हुन्छ यसरी टक्कै हिँड्दै थियो हामी अब मजाले लालीगुराँस दिउँसोसम्मको लागि हो नि त यो त सेतो लालीगुराँस छ यार ल 3 पाइला उक्ल्याएन श्वास गरेर सकिएन अर्ग्यानिक यति खाइसि त्यसरी दौडेर अस्तिको पालि चाहिँ हो क्या प्याक हान्दै गइएको थियो र चाहिँ एकदम साधु भएर जाउँ भनेर लालीगुराँस यहाँ चाहिँ यस्तो राम्रो भ्यू छ अहिले लालीगुराँसको बाँकी नै छ अझै लालीगुराँस यो चाहिँ हाम्रो टक्क उसमा आउँछ सही फुल्दैछ लालीगुराँसहरू त सर होइन यही पुग्दाखेरि आँखा त अर्कै देखिन्छ त लौरो चाहिएन के छ गाइज ल समत काम छैन केटाहरू अगाडि तात्तिँदै गइसकेका छन् रवि सर के हुँदैछ ल ठिक छ दाइ कस्तो छ अनुभव ठिकठाक छ है एकदम गजब ल हस् धन्यवाद मोबाइल समाउँदा रिस उठ्दो रहेछ यार गाह्रो छ नि थाक्यो त्यो त आइया यस्तो छ यहाँको क्लाइमेट पुरै जङ्गलै जङ्गल श्वास र फफा गर्दै हिँड्नुपर्छ यार यता यात्री टोलीहरू बढ्दैछन् गाह्रो छ है हैट बिहान चाहिँ बर्सिरहेको थियो बिहान त झापादेखि यता इलाम नकटेसम्म पुरै पानी कत्तो पानी परेको गाह्रो छ अब लगभग
स्टे गर्दै उक्लिने हो ल अन्धकार हुन लागिसक्यो जोस आइसक्यो अब एकछिन पछि जोस आउँदो रहेछ यार त्यो इनर्जी एकछिनै हुँदो रहेछ क्या तर चक्लेट चाहिँ लिनुपर्ने छ हामीले अझै म त अर्को 2 भारी पनि बोक्छु क्या हो यस्तो हेरेर लान थालिसक्यो तर म बाहिर गएको थिएँ हिँडेको होइन नि यार म त अस्ति कालिम्चोक हिँडेँ सैलुङ हिँडेँ कहाँ कहाँ हिँडेको सानो बहिनीको कम्प्लेन के हो अरे सानो बहिनीको कम्प्लेन के हो त्यो के हो त्यो मौसम्बीका जुस खाने जुनारको जुस खाने खै जनावरको जुस तपाईँसँग मसँग छैन नि मरिन्डा खानुपर्छ ल भनेर के गर्नुपर्छ बाबु मरिन्डा मरिन्डा होटल आयो हामी चाहिँ ठुलो सङ्घर्षपछि ठुलो फेदीमा आइपुग्यौँ अहिले आएर हामीले बस्ने ठाउँ नपाएको हो ए ठाउँ वायर छ के सकेसम्म चाहिँ माथि नै कल गरौँ भन्ने कुरो हो भोलि बिहान किन सैलो हुन्छ होइन त्यो भएर चाहिँ अलि अहिले नै कल गरिदिउँ भने भोलि कति 2 घन्टा हिँड्नुपर्छ भोलि त 3 घन्टा भाइ 2 घन्टा अलिक यस्तै हिँडाइले चाहिँ 2 घन्टामा पुगिन्न योभन्दा अलिकति रफ्तार बढाइयो भने चाहिँ पुगेर 2 घन्टा रस्ता त त्यस्तै हो यतिकै रफ्तार जस्तै नै हुन्छ ठुलो फेदी उचाइ 3200 मिटर एबभ सी लेभल होमस्टेमा बसेर टक्क खाना पाक्छ यता चिया ल गाइस हाम्रो चाहिँ अब निस्किने टाइम भयो अब हामी टक्क ढोका ताल चलाएर अहिले बिहानको कति बजी भन्दा 4:46 गएको केटाहरू कस्तो भइरहेछ अनुभव रमाइलो छ है प्रोफेसर हामीसँग जाडो कति छ सर खानु आएको अहिले कोपाल चिसो छ यस्तो छ यहाँ चाहिँ म त टोपी लगाइसकेँ लौरो टेक्दै अब मैले त 1 ग्लास तातो पानी पनि भइसकेँ हाम्रो होमस्टे कडा रहेछ यहाँ चलाएर जाडो छ यार लास्ट चाहिँ गाह्रो छ ओहो ल ताप्लेजुङबाट गुड मर्निङ सबैजनालाई टक्क सेवारो होटल एन्ड लजमा हामी बसेका छौँ ल गाइज हाम्रो चाहिँ यात्रा सुरु भएको छ टक्क लाएर यता केटाहरू ओहो जाडो छ है जाडो छ ल ल है वनरक्ष यार है ल जम 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 ओहो अन्धकार छ त यार ओहो ल जस हाम्रो यात्रा चलिरहेको छ अब लगभग यहाँबाट 3 किलोमिटर भन्ने आइयो अब 3 किलोमिटर हिँडिसकेपछि मन्दिर आइपुग्छ कि जस्तो कुरो भइछ कति गाह्रो छ केटा हो गाह्रो छ है ठिक छ हट ओहो अब यहाँबाट चाहिँ हाम्रो सर्टकट सुरु भएको छ यता सिधा होला क्या घुम्दै घुम्दै यता यस्तो लामो छैन यो चाहिँ ठाडो हो क्या उतिसम्म त हो ठाडै लाग्यो होइन ठाडै लाग्यो ओहो ल गाह्रो छ है प्रवेशलाई सुनासम्म हेरिरहेको होस्
हैट अवस्था नाजुकै छ के त प्रोफेसर बाटो हेर्नु बाटो ठाडै बाटो छ यार अयो सजिलो चाहिँ छैन यार पाथी भएर आउनुलाई हैट गाह्रो छ ल गाइजहरू कस्तो अनुभव भइरहेछ गाह्रो छ यार मुटु निस्केर जस्तो भइसक्यो मुटु निस्केर जस्तो होइन होला गाह्रो छ गाह्रो छ गाह्रो छ तर भ्यू चाहिँ बवाल देखिरहेको छ यार गाइज यसरी उभिँदा कति मजा आउँछ ढ्याक ल ल गाइस सबजना पाथी भएर आउनुहोस् घुम्नुहोस् खुट्टा एक्सर्साइज गर्नुहोस् परे म जिम्मेवारी ल गाइज ल है लागौँ लागौँ जोड लगाएर यत्तिकै छ है यहाँ चाहिँ हैट हाम्रो यात्रा जारी छ पानीले कत्रो वेट पर्यो होइन त्यही भएर त मैले एउटा हात्तीभाडामा त के ल पाथी भएर माता कि हात्तीभाडामा कि जय यो सँग छ लामै छ हाम्रो हातै नथिचिने भइसक्यो त कटै भएन अब यस्तो भिडियो पनि बनाउनु पर्यो क्या कटै भन्छ नि यो चाहिँ केबल कार बनाउँछु भनेर लागेर अस्ति न आन्दोलन भएको ठाउँ यस्तो मजाको छ भ्यू यस्तो खतरा बनाइरहेको छ यहाँको टक्क डाँडा पकाडाको जय पाथिभरा माता की जोस आएन आएन है आएन पाथिभरा माता की हो यत्तिको चाहिँ हुनु पर्यो है यत्तिकै आयो भने आधी घन्टा उक्लिन्छ ल जोस आयो हेर्न गाह्रो छ यार डाँडो उक्लिन्छ के खिच्छ यार कस्तो हुँदैछ त प्रोफेसर अन्नु एकदम राम्रो रमाइलो छ है जोस चाँगर आइरह ल ठिक छ बस भ्यू त यो हो नि त यार हैट यताको स्पेसल इन्भिटेसन हो गाह्रो छ है गाह्रो पनि धेरै गाह्रो अब माछाले पनि यही चाहेका हुन्छन् भक्तहरूलाई यति कष्ट गरेर आउनुपर्छ भनेर त्यही भएर नि केबल कार नबनाए है सबैजनाले बेलैमा आउनु होला उमेर छँदै ए खोइ दाजु त पछाडि रहेछ नि त अगाडि कुदेर नेटवर्किङ आएको त ल अरू नि जाओस् त केही दिदी दुई शब्द अरू के जानु भाइ अब यस्तै सबैको धर्म होस् रक्षा होस् के सोचेर आउनु भएको छ पुरा होस् ल धन्यवाद तपाईँलाई पनि पुरा होस् तपाईँको पनि के सोचिरहनु भएको पुरा होस् जे होस् हामी चाहिँ सङ्घर्ष गरेर यत्रो डाँडा उक्लिसकेको छौँ यार उहाँ माथि तलदेखि यार बाफ त्यो तल माथिको घरको मान्छेहरूलाई कस्तो लाग्यो अनि त्यो रमाइलो देख्यो भने
हैट के भन्न चाहनुहुन्छ तपाईँ कस्तो भयो अनुभव तपाईँको हामी हेटुलादेखि आएको बाबु हजुर साह्रै रमाइलो भयो हजुर साह्रै उत्साहको साथ आयौँ हजुर पाथिभरा माताले धेरै शक्ति दिनुभयो हामीलाई हजुर हाम्रा मनका इच्छा आकाङ्क्षा हाम्रा मागहरू सबै पुरा हुन् पाथिभरा माताले पुरा गरिदिनुहुन्छ र पाथिभरा माताले साह्रै शक्ति दिनुहुँदो रहेछ धन्य पाथिभरा माता कि जय जय ल धन्यवाद आमा लगभग अब चाहिँ हामी अगाडि आइपुग्यौँ यहाँबाट हिमाल चाहिँ सही देखिँदो छ बब्बाल देख्दो छ त हामी चाहिँ लगभग 2 घन्टा जति लाग्यो 5 बजी हिँडेर चाहिँ 2 घन्टा त आइयो त यार 2 घन्टाको यात्रापछि हामी फाइनल्ली ताप्लेजुङ मन्दिर आइपुग्यौँ मन्दिरको गेटमा आइपुग्यौँ अब यहाँबाट घन्टी सन्टी बज्दैछन् प्रोफेसर फाइनली आइपुग्यो त यार कस्तो मजा यार खतरा यार ओहो ल यो हो नि त हामी चाहिँ यत्रो सँगसँगै ताप्लेजुङ आइपुगिसकेका छौँ मन्दिरमा पाथिभराको लगाइज हामी चाहिँ यत्रो लामो सङ्घर्षपछि फाइनली मन्दिर आइपुगेका छौँ ल है भगवान् रक्षा गर्नुहोस् हाम्रो बस टाइमलाई सम्झेँ ओहो चप्पल चाहिँ फरक नहुने रहेछ खोलेको नि त्यही भएर अहिले निकालौँला कि बाहिरबाट उतै बाहिरबाट निकाल्नु अहिले चढाएपछि नरिवल यहाँ फुटाउने हो नि फेरि ऊ त्यहाँ छेउमा फुटाउने हो त्यहाँ पूजा गर्ने हो अहिले फुटाउने फुटाएर चाहिँ जाने हो र हजुर यहाँ फुटाउनु नि सिङ्गे चढाइदिएको हो त हाम्रो त त्यहाँनिर फुटाएर पहिला अनि बाहिर गरेर लास्टमा यहाँ भनेर गुरुले त्यो भनेर त्यो गरेर आउने भाइ भन् हामी चाहिँ पाथिभरा आइसकेको छौँ सबैजना ढोगेर माथिको मौसम पुरै चिसो छ बाँकी भयो अनि पर्दैन फोटो खिचेन नि त यार फोटो खिच्दैन एउटा मेरो त फोटो खिच्दै ल हाम्रो चाहिँ अब पूजा सकिएर ढुक्क लागेर त सकिँदै अब
पाथिभरा माता की अनि जोडले है पाथिभरा माता की हो यतिको हुन्छ है हामी चाहिँ अब पाथिभराको दर्शन गरेर लाग्यो अब फर्क्यो है ल है ल अब हामी के गर्दैछौँ भने सागर साइडबाट मास्क खोल्न मास्क खोल्नु जाडो छ पुरै पिरो लागिरहेछ हामी चाहिँ माथि पाथिभरा माताको दर्शन गरेर फर्किँदैछौँ अब चाहिँ आज बेलुका बास ताप्लेजुङ हुन्छ के अरे दार्जिलिङ हुन्छ सरी दार्जिलिङ गएर बसिन्छ हामी चाहिँ दार्जिलिङ सिक्किम सबै घुम्दै अनि फर्केर फेरि इलाम हुँदै अनि काठमाडौँ फर्किन्छौँ अब चाहिँ चट्ट लाएर हुसु लागेर अब भागिन पाएन यति चाहिँ स्टार्ट गर्दा यो पानीको दाजु हो ल अब हामी जाँदैछौँ हजुर नमस्कार पाथिभरा माता की जय आउनु पर्यो क्या माता की जय यतिको आउनु पर्यो है पाथिभरा माता की जय अब आइसक्यो जाडो छ है केटा हो जाडो छ अब लेख लाग्छ है हुसु लागेको छ पुरै झन् गाह्रो हुन्छ अब हामी 1.5 घन्टा तल पुग्नु चाहिँ हामी चाहिँ अलि टाढा आएर हिमाल सिमाल हेर्नु पाइयो डाँडा हेर्नु पाइयो अब हुसु लगाएर सब छेक्यो होइन पाथिभरा माता की यतिको हुँदो है ल यहाँ पखेर आउँदै हुँदो रहेछ लौ न पाथिभरा माता की भर्खर तपाईँहरू हामी त ढोडाएर आइसक्यौँ यता यता है सागर के छ हिँड्या छ अब आजको बास सिधै दार्जिलिङ सिक्किम सिलगढी कहाँ के हुन्छ सब घुमिन्छ अब टक्क लाएर दुईजना दाजुभाइ कहिले हामी दुई ल ताप्लेजुङको गाह्रो छ यार जोस् लामै सङ्घर्षपछि हामी तल्लो पाथिभरा आइसक्यौँ फर्केर तल्लोमा आइसकेका छौँ तल्लो पाथिभरा तल्लो फेदीबाट के अरे माथिल्लो फेदीबाट तल आयौँ यहाँ अब फेरि खानासाना खाएर अब हामी यहाँबाट फेरि तलतिर लाग्दैछौँ त्यसपछि हाम्रो यात्रा सकियो हिँडा यात्रा हामी चाहिँ फाइनल्ली अब तल रोडमा आइपुग्यौँ अब यहाँबाट गाडी चढेर फेरि ताप्लेजुङ बजार जाने त्यहाँबाट फेरि गाडी चढेर अनि दार्जिलिङतिर लाग्छौँ हामी यस्तो खतरा छ ठाउँहरू